नमस्कार, निर्वाचन संवादमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आगामी फागुन 21 गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको बारेमा समग्र बागलुङ र क्षेत्र नम्बर 1 र 2 को बारेमा आज हामीले छलफल गर्ने विषय उठाउने कोसिस गरिरहेका छौँ। किन यो निर्वाचन यस्तो प्रकारको भइरहेको छ? नयाँ र पुरानोको किन मान्छेहरूले नयाँ मात्र रोजिरहेका छन् अथवा नयाँको उभार के हो र यसको ल्यान्डिङ कस्तो होला र नयाँ र पुरानो के हो त? अहिलेको निर्वाचन मुख्य गरेर लडाइँ के हो त? यो निर्वाचनमा कसको पल्ला भारी होला, कसले जित्ला त? कस्तो प्रकारको हेर्न सकिन्छ? यसबारेमा हामी छलफल गर्नको लागि स्टुडियोमा निम्ताएका छौँ नयाँ विश्व अनलाइनका सम्पादक मुकेश राज भण्डारीलाई। उहाँको बारेमा भूमिका नबाँधिकन उहाँलाई म सिधै स्वागत गर्न चाहन्छु। मुकेशजी, धेरै स्वागत छ यहाँलाई। धन्यवाद। आराम हुनुहुन्छ? हजुर। मैले पृष्ठभूमिमा भने जस्तो अहिलेको मुख्य निर्वाचन कस्तो देख्नुहुन्छ तपाईँले? यो त विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो र जे आन्दोलनले निर्वाचित सरकार ढालेपछि एउटा चुनावलाई केन्द्रित गरेर अन्तरिम सरकार बन्यो र फागुन 21 गते त्यही परिप्रेक्ष्यमा चुनाव हुँदैछ र यो नेपाललाई मात्रै होइन, विश्वले नै यो चुनावलाई विशेष चासोका साथ हेरिरहेको छ। क्षेत्र नम्बर 1 र 2 बागलुङको विशेष कस्तो प्रकारको निर्वाचन हुनेवाला जस्तो देख्नुहुन्छ तपाईँले? बागलुङ चाहिँ राजनीतिक रूपमा राणाकालदेखि नै बढी नै सक्रिय जिल्लामा पर्छ। यहाँका युवाहरू काङ्ग्रेस र कम्युनिस्टको राजनीतिक आन्दोलनहरूमा प्रत्यक्ष भाग लिएका र राजनीतिक आन्दोलनलाई स्थापित गर्न, पार्टीलाई स्थापित गर्न, जनताको मागलाई स्थापित गर्न लामो समयदेखि यहाँ चाहिँ यो सङ्घर्षको क्षेत्र पनि हो। त्यसले गर्दाखेरि पुराना नयाँ राजनीतिक शक्तिहरूको बिचमा अहिले तीव्र प्रतिस्पर्धा र सङ्घर्षको परिस्थिति निर्माण भएको छ। तीव्र प्रतिस्पर्धा तपाईँले चाहिँ नयाँ र पुरानामा भन्ने पनि हाल्नुभयो। अब यो नयाँ र पुरानामा यो प्रतिस्पर्धाको हिसाबले जस्तो जुन प्रकारको उभार आइरहेको छ नयाँमा, एक खालको चाहिँ पुरानामा चाहिँ एउटा ब्रिटिस मान्छेहरूलाई जागिरहेको छ भन्ने पनि छ। तर एउटा खालको उभार, एक खालको चाहिँ बाहिर खालको चर्चा त एक खालको भयो, तर गणितीय रूपमा चाहिँ अब अवस्था के देख्नुहुन्छ तपाईँले? कस्तो हुन्छ भने हरेक आन्दोलनलाई, क्रान्तिमा सबैले आफ्नो पेसागत हिसाबले चाहिँ सहभागिता जनाएको हुन्छ। किसानले चाहिँ जमिनको मुद्दा लिएर आन्दोलन क्रान्तिमा भाग लिएको हुन्छ। विद्यार्थीले शिक्षा, वैज्ञानिक शिक्षा, सर्वसुलभ शिक्षाको माग गरेको हुन्छ। उद्योगी व्यवसायहरूले चाहिँ राष्ट्रिय पुँजी निर्माणदेखि लिएर धेरै सहुलियतपूर्ण सेवा सुविधाको माग लिएर आन्दोलन गरेको हुन्छ। युवाहरूलाई रोजगारीको माग हुन्छ। अब किसानहरूको आफ्नै माग हुन्छ, मजदुरहरूको आफ्नै माग हुन्छ। त्यो परिपूर्ति आन्दोलन र क्रान्तिबाट स्थापित सरकारले र पार्टीले नगरेपछि नयाँ पुस्ताहरू फेरि नयाँ पार्टीमा आकर्षित हुनु चाहिँ स्वाभाविक नै हो। यो विश्वव्यापी रूपमा अहिलेको क्रान्ति, अहिलेको राजनीतिले त्यो खालको चाहिँ पुरा गर्न सकेन र त्यस कारणले नयाँहरूको यो उभार, नयाँहरूप्रतिको आकर्षण हो। विश्वव्यापी रूपमा कस्तो छ भन्दाखेरि तपाईँको हिटलरको उदय पनि जर्मनीको हार भयो पहिलो विश्वयुद्धमा। त्यसैको जगमा चाहिँ हिटलरको जन्म भएको हो। धेरै जस्तो चाहिँ दक्षिणपन्थी शक्तिहरू लोकप्रिय नाराका साथ उनीहरू आएको हुन्छ। किनभने पुराना शक्तिहरूले भने जस्तो तरिकाले सम्बोधन नगर्दाखेरि, जनताको मागको सम्बोधन नगर्दा नयाँ शक्तिहरूले चाहिँ हामी त्यसको प्रतिनिधि पात्र हौँ, हामी समाधान दिन्छौँ भनेर आउँछ। र अहिलेको युवा पुस्ताको एउटा नयाँ टेन्डेन्सी के छ भन्दाखेरि सूचना प्रविधिको युगमा अहिले युवाहरू धैर्य गर्न चाहन्न, या तर्क, विश्लेषण, संश्लेषण सुन्ने मुडमा छैन। उनीहरूलाई तुरुन्त रिजल्ट चाहिएको छ। त्यसले गर्दाखेरि पनि अब अहिलेको चुनावमा सामाजिक सञ्जालमा पनि युद्ध भइरहेको छ। अब रियल मतदाताको मानसिकता चाहिँ अब अपहरण गर्ने गरिकनै चाहिँ सामाजिक सञ्जालमा युद्ध भइरहेको छ। त्यसमा ठुलो लगानी भइरहेको छ। ठुलादेखि साना दलहरूले लगानी गरेका छ। विदेशको पनि नेपालको अहिलेको चुनावमा, बङ्गलादेशपछि नेपालमा हुन लागेको चुनावमा तीव्र चासो छ।
किनभने अब भूराजनीतिक हिसाबले पनि नेपाल यस्तो ठाउँमा छ जहाँ चाहिँ धेरै शक्तिहरूले चाहिँ अब यो नेपालको दल पार्टी नेता सरकार आफ्नो अनुकूल चलाउनको लागि पनि धेरै नजिकबाट यसलाई हेरिरहेको छ। त तपाईँले भने जस्तो भूराजनीतिकले हिसाबले र चलखेलको हिसाबले अहिले चाहिँ बढी चलखेल छ भन्ने खालको सङ्केत गर्न थाल्नुभएको खोज्नुभएको तपाईँले? यो त हरेक आन्दोलनमा केही न केही शक्ति राष्ट्रहरूको चासो चिन्ता हुन्छ नै। हाम्रो जस्तो एउटा कमजोर अब गरिब राजनीति अपरिपक्व नेतृत्व भएको ठाउँमा हाम्रो देशलाई जोगाउनु भन्ने कुरा पनि त्यति सजिलो छैन। धेरै राजनीतिक नेतृत्वले गल्ती गर्दा अपरिपक्व निर्णय गर्दा चाहिँ अदूरदर्शी परराष्ट्र नीति चाहिँ देखाउँदाखेरि कतिपय देशहरू चाहिँ विश्व राजनीतिको इतिहासबाट हराएका पनि छन्। युक्रेनले जस्तो दुःख पाएको इतिहास पनि हामीले देखि नै रहेका छौँ। त्यसले गर्दाखेरि हामीलाई चाहिँ परिपक्व देशलाई सम्हाल्न सक्ने र देशको सार्वभौमसत्ताको रक्षाको साथसाथै जनताको जनपक्षीय आवाजहरू। अघि तपाईँले भन्नु हुँदै थियो कि मान्छेहरूलाई आजकलका मान्छेहरूलाई तुरुन्त रिजल्ट चाहियो, वेटिङ गर्ने, विश्लेषण गर्ने, संश्लेषण गर्ने खालको समय छैन, टाइम छैन भन्नुभयो। यो खालको वातावरण बनाइदिएको, यो खालको चाहिँ अब यो खालको अवस्था बनाइदिएको चाहिँ, यो खालको फ्रस्ट्रेसन बनाइदिएको अथवा वेटिङै गर्न नसक्ने खालको फ्रस्ट्रेसन बनाइदिएको चाहिँ पुरानो दलहरू पुरानो सत्ताले हो भनेर भन्न सकिन्छ? विश्वव्यापी रूपमा अहिले जुन ल्याटिन अमेरिका, अब अफ्रिका, अब युरोप अमेरिकादेखि लिएर नेपालमा जे दक्षिण एसियामा पनि जस्तो खालको आन्दोलन भइरहेको छ, कहिले विद्यार्थीको आन्दोलन, कहिले मजदुरको आन्दोलन, कहिले चाहिँ अब आप्रवासीहरूको आन्दोलन, विभिन्न किसिमका आन्दोलनहरू भइ नै रहेको छ। त्यो आन्दोलनको एउटा मुख्य एजेन्डा के छ भन्दाखेरि उनीहरूले एउटा चाहिँ यो व्यवस्थाले जे गर्न सकेन त्यसलाई बदल्न र त्यसलाई जवाफदेही बनाउन र त्यसलाई चाहिँ जनताप्रति उत्तरदायी बनाउन चाहिँ खोजिरहेको छ। तर अब हाम्रो जस्तो कमजोर देशमा चाहिँ अदालत, न्यायालयदेखि लिएर सञ्चारदेखि लिएर सबै क्षेत्रलाई चाहिँ प्रयोग गरेर सरकारले जस्तो खालको चाहिँ गतिविधि गर्छ त्यसप्रति चाहिँ जनताको चाहिँ अब रुचि चाहना चाहिँ नदेखिए जस्तो देखिन्छ। जस्तो तपाईँले चाहिँ जनताहरूको जुन खालको यो जेन्जी आन्दोलन भयो त्योभन्दाको विभिन्न खालका चाहिँ क्रान्तिका चाहिँ अथवा चाहिँ आन्दोलनका स्वरूपहरू देखिए देशमा। विभिन्न खालको जसले चाहिँ सत्ता चलायो, जसले चाहिँ लामो समयसम्म सरकारमै बस्यो, जसले चाहिँ आम यहाँका चाहिँ शक्तिको दुरुपयोग गर्यो, त्यसको बदलामा त्यसको विरोधमा चाहिँ भएको हो र त्यस कारणले नै अहिलेको चाहिँ यो नयाँ शक्तिहरूको उदय भएको र यो खालको यो पीडादायी अवस्थालाई तिनीहरूले नै टेकअप गर्छन् भन्ने खालको जनमानसमा परेको छ। हिजो 46-47 सालमा काङ्ग्रेस एमालेको उदय भयो। पुरानो 48 सालमा चाहिँ राजतन्त्रको विरुद्ध, नेपालको परम्परागत सामन्ती राजतन्त्रको विरुद्ध काङ्ग्रेस एमाले हामी नयाँ शक्ति हो, हामीले समाधान दिन्छौँ भनेर आए। जनताले उनीहरूलाई मतदान गरे। 62-63 सम्म त्यो परिणाम ननिस्किएपछि फेरि माओवादी चाहिँलाई मत दियो र माओवादीले पनि गणतन्त्रको माध्यमद्वारा सामन्ती व्यवस्थाको विरुद्ध हामीले चाहिँ नयाँ समाज निर्माण गर्छौँ भनेर उनीहरूले बाचा कबुल गरे। जनताले उनीहरूलाई मतदान गरे। 15-20 वर्ष हेरियो पनि, तर भने जस्तो नतिजा आउन सकेन। अहिले त सांसदहरूलाई त हामीले देवत्वकरण गरेको छ हाम्रो मिडियाले। सांसदले त नीति र नियम मात्रै बनाउने हो। म मिडियाको बेलामा आउँछु। हजुर, यसलाई सक्दिनुहोस् न हजुर। त्यसपछि अब त नयाँ नै सबै समाधान हो भनेर त परीक्षण हुन बाँकी नै छ। नयाँको पनि उनीहरू कतिको जवाबदेही हुन्छ, कतिको पारदर्शी हुन्छ। उनीहरूको प्राइमरी चुनावमा पनि हामीले हेऱ्यौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको पनि त हामीले चाहिँ सुरुको प्राइमरी मतदान उनीहरूको अनलाइन भएको थियो। त्यो मतदानबाट जसलाई सिफारिस गरे मतदाताले, राजसभाको मतदाताले, उनीहरूले टिकट पाएन। जस्तै बागलुङबाटै भनौँ न, 1 र 2 नम्बर क्षेत्रबाट जसको नाम सिफारिस भएको थियो उनीहरूले त टिकट पाएन। अरू कोही मान्छेले चाहिँ हाइज्याक गरेर टिकट लिएर आए। त्यस हिसाबले पनि नयाँ पनि पारदर्शी भइसकेको छैन, जवाबदेही भएन कि
सङ्गठनमा लामो समयदेखि हिजो रासपाको लागि सङ्गठन जसले गर्यो महेन्द्र खड्काको नेतृत्वमा अरू सबै साथीहरू गाउँ र बजारकाले सङ्गठित रूपमा उनीहरूले चाहिँ राटोटिन उनीहरू चाहिँ रासपा भनेर हिँडे तर टिकट त अरूले नै लिएर आए। सानो दल ठुलो हुन्छु भन्दाको समस्या देखिसकियो। हिजो काङ्ग्रेस एमालेमा देखिएको थियो, माओवादीमा देखिएको थियो, राप्रपामा देखिएको थियो, मधेसी दलमा देखिएको थियो, अहिले रासपामा पनि देखिन थाल्यो। तर उनीहरूले त यसो भन्छन् नि त, हामीले चाहिँ जसले दुःख गर्यो, जसले स्टार्टिङ गर्यो, जसले चाहिँ योगदान गर्यो त्यसले अर्कोलाई छोडिदिनुपर्छ भन्ने छ नि त उनीहरूको नीतिअनुसार त होइन। अब तपाईँले भने जस्तो सङ्गठनभित्र त्यस्तो हुन्न भन्न त सकिन्न, तर हामी त काङ्ग्रेस एमाले माओवादी जस्तो होइन। हामीले त नयाँ हो, हामी त नयाँ दुःख गरेको, गाउँ बजारमा भिजेको, जनताप्रति उत्तरदायी भएको हामीले चाहिँ उम्मेदवार उठाउँछौँ भनेर उनीहरूले त बाचा कबुल गरे नि त हामीलाई। त्यस्तै अरू दलले पनि गरे भन्नुहोस् न, कुलमान घिसिङको दलले गर्यो, अर्को साम्पाङकोले पनि गर्यो। तपाईँले त्यो भनेपछि यो नयाँहरूको किन यो एकीकृत हुन सकेन, अथवा कुलमानजीको, रवि बालेनको? अब त रवि लामिछाने र तपाईँको त बालेनको त लेटर नै गइसक्यो भन्ने कुरा आएको छ। त्यो त फेक हो भनेर पनि आइसक्यो तर सबै कुरा त अब सत्य, अब परिदृश्यमा जे देखिएको छ सबै त्यो सत्य नहुन पनि सक्छ। रवि लामिछाने र अब तपाईँको हर्क साङपाङको सम्म परिचय हुन बाँकी नै छ। यो कुरालाई कतिको मान्नुहुन्छ मुकेशजी? अहिले कुनै पनि हालतमा पुरानो दलहरूले भनेको नमान्ने अवस्था छ, नपत्याउने अवस्था छ जनताको, यसलाई कतिको मान्न सकिन्छ? जे गरे तापनि त्यो किन सिर्जना भयो भने तपाईँले मान्न सकिन्छ? यो सत्यको नजिक छ। सत्यको किन नजिक छ भने हरेक दिन 2115 जना विद्यार्थी पढ्न विदेश गइरहेछ, अथवा विभिन्न बाहनामा। होइन, पढ्नकै लागि मात्रै पनि 2115 जना भनेको वर्षको 8 लाखको नियर अबाउट पर्छ कि त्यो। भारत जाने, गल्फ कन्ट्री जाने, मलेसिया जाने, श्रमिकको रूपमा जाने त छँदै नै छ। र 15-20 वर्षमा जो श्रमिकहरू भएर गए या पढ्न भनेर विद्यार्थीहरू गए, तिनीहरू धेरै जस्तो पढेको सक्षम योग्य मान्छे नै गए, श्रमिकमा पनि योग्य मान्छे गए। र तिनीहरूले जे अहिले चाहिँ विदेशबाट आफ्नो बुवा आमालाई, आफ्नो परिवारलाई जे भनिरहेका छन्, उनीहरूले पनि यसरी भएन भनेर यसलाई मतदान गर्नुहोस्, यसलाई नगर्नुहोस् भन्ने कुरा पनि अहिले चाहिँ हिजो त शिक्षकलाई सोचेर, भूपू सैनिकलाई सोचेर, बजारका वकिललाई सोचेर, व्यापारलाई सोचेर पनि मान्छेले मतदान गर्थे। तर अहिले 15-20 वर्षमा चाहिँ त्यो कार्यशैली परिवर्तन भएको छ। र अहिले तपाईँले भने जस्तो चाहिँ के अब युवाहरूमा परिवर्तन चाहेको, युवाहरूले यो कुरा चाहिँ सत्य छ, उनीहरूले परिवर्तन चाहेको छ। अब थाहा छैन गगन थापाले आफ्नो बदलिएको काङ्ग्रेसलाई कसरी जनताको भरोसाको माध्यम बनाउन सक्छ कि सक्दैन। प्रचण्डले त्यस्तो चाहिँ जनताप्रति उत्तरदायी पार्टी बनाउँछु भनेर, जेएनजीप्रति उत्तरदायी पार्टी बनाउँछु भनेको छ, जनताले कति विश्वास गर्न छ त्यो त हेर्न बाँकी नै छ। केपी ओलीको कार्यशैलीले नेकपा एमालेको परिस्थिति कस्तो हुन्छ, उसको आकार कस्तो हुन्छ अब निर्वाचनपछि, त्यो चाहिँ अब यसै हामीले भन्न सक्दैनौँ। तर जनताको तपाईँले चाहिँ गाउँ बजारमा हेर्दाखेरि, तपाईँ चिया पसलमा जाँदा, मलामी जाँदा, चौतारीमा बसेर गफै गर्दा, बिएमै जाँदा, तपाईँ अब हस्पिटल जाँदा, जहाँ गए पनि अब यसरी भएन। तथ्याङ्कले पनि के भन्छ भन्दाखेरि तपाईँको हाम्रो चाहिँ रोजगारीको अवस्था, हाम्रो चाहिँ स्वास्थ्य शिक्षाको अवस्था, आर्थिक अवस्था चाहिँ जो मान्छे देशको स्वास्थ्य र शिक्षाको ठेक्का लिन्छन्, जिम्मा लिन्छन्, तिनीहरूको आफ्नो चाहिँ मेडिकल कलेज छ, तिनीहरूको आफ्नो स्कुल बोर्डिङ छ। त्यस्ता मान्छेले अनि यो सरकारको अथवा आम जनताको लागि चाहिँ कसरी सोध्छन् भन्ने खालको प्रश्नहरू पनि र यो खालको छलफलको विषयहरू पनि बनिरहेको छ नि। त्यो व्यवस्थालाई 18-20 वर्षमा कस्तो पनि एउटा संस्कृति स्थापित हुन सक्यो भयो भने जे गरे पनि हुन्छ। खास गरी यो गणतन्त्रमा नेतृत्व गर्नेहरूले, एउटा नेतृत्व र उनका चाहिँ अब नेफोबेबीहरूले चाहिँ जे गरे पनि पाउँछ, उनीहरू चाहिँ कानुन, संविधान र जनताभन्दा माथि छ भन्ने एउटा संस्कृति स्थापित गर्न खोजियो। त्यसले के भयो भन्दाखेरि आधारभूत आवश्यकता परिपूर्ति गर्ने माध्यमहरू जनताबाट टाढा हुँदै गए। तपाईँले भनेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, तपाईँले एउटा चाहिँ अस्पतालमा जागिर निकाल्दा त्यहाँ सर्वसाधारणले चाहिँ एउटा इमान्दार मेहनत गर्ने स्वास्थ्यकर्मी, चिकित्सकले चाहिँ छिटो स्थान नपाउने,
धेरै ठाउँमा चाहिँ अब ब्यारिकेडहरू अवरोधहरू भयो। यसको अल्टरनेटै भनेको अथवा यसको चाहिँ विरोध स्वरूपै हो अहिलेको नयाँको उभार, यो नयाँको यति धेरै चर्चा आउनु? निश्चय पनि अब त यो निर्वाचन नै समाधान हो कि होइन, यही व्यवस्था समाधान हो कि होइन भन्ने एउटा ठुल्ठुलो अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय स्तरको अर्थशास्त्रीहरूमा बहस चलिरहेछ। सँगसँगै मुकेशजी, जस्तो अब यो एउटा कुरा बङ्गलादेशको पनि एउटा खालको अस्ति भर्खरै हामीले निर्वाचनको परिणाम पनि हेऱ्यौँ। जो मान्छे चर्चित थियो सामाजिक सञ्जालमा, त्यो मान्छे नै निर्वाचनमा चाहिँ उसको मत आउन सकेन, उसको विजय हुन सकेन। कि त्यसले चाहिँ नेपालमा कस्तोको प्रभाव पार्न सक्ला, या नेपाल र बङ्गलादेशको फरक खालको हो यो? बङ्गलादेश र नेपालको परिस्थिति त फरक नै हो, किनभने त्यहाँ निर्वाचित सरकारलाई ढालेर अब भारतमा शरण लिनेदेखि लिएर अब सत्तारूढ दललाई त उनीहरूले चाहिँ निर्वाचनमा भागै लिन दिएन। बङ्गलादेशमा त्यो दल नै अब निर्वाचनमा फेस गर्न नसकेपछि उनका मतदाताले त अरूलाई निश्चय पनि भोट हाले। तर जेएनजी मुभमेन्ट भनेर भनिएको थियो, उनीहरूको चाहिँ निर्वाचनमा चाहिँ भने जस्तो नतिजा ल्याउन सकेन। त्यो कुरा कारण के होला? त्यो लामो समय बङ्गलादेशमा चाहिँ अब निर्वाचन ढिलो भयो एउटा त। अर्को जेएनजी आन्दोलनको माध्यमबाट बनेको सरकारले जेएनजीका मागहरू या चाहिँ अब आन्दोलनका मागहरू पुरा गर्न भन्दा पनि जियो पोलिटिक्समा उनी बढी व्यस्त भयो। जस्तै भारतको विरुद्ध अब पाकिस्तानसँग सम्पर्क बढाउने होइन, अब अमेरिकन सेनालाई अब ल्याएर राख्ने पाकिस्तान अनि बङ्गलादेशमा, यस्ता अरू गतिविधितिर लागे। जेएनजीको सरकार नै जनताको पक्षमा देखिएन, त्यस कारणले जेएनजीका त्यो चर्चित नेताहरूले चाहिँ हारे भन्न सकिन्छ। त्यसमा अहिलेको बङ्गलादेशको जुन अन्तरिम सरकार छ उसको चाहिँ भूमिका छ, गलत गतिविधि गर्दाखेरि। ठिक छ, अब लागौँ हामी यो क्षेत्र नम्बर 1 र 2 मा चाहिँ कस्तो परिणाम आउला? बागलुङको एक्ला एक्लै निर्वाचन भइरहेको परिस्थितिमा अझ नेकपा र राजमोको त अब गठबन्धन छ यसमा, अनि पर्लोपाले अब काङ्ग्रेसलाई समर्थन गरेछ 2 मा। तर यसो परिस्थिति हेर्दाखेरि सबै दल एक्ला एक्लै चुनाव लडेको यो पहिलो पटक जस्तो देखिन्छ। त्यसले गर्दाखेरि अब शक्तिको हिसाबले हेर्ने हो भने काङ्ग्रेस एकजुट भएको हो। विशेष महाधिवेशनले उनीहरू एकजुट बनाएकै छ, उनीहरूलाई निर्णय दिन अब बाध्यकारी छन्। उनीहरू 84 सम्मको पनि सिट अब टिकट बाँडिसक्यो भन्छ। हुन त गगन थापाले त्यो त हल्ला पनि होला। देवाको पक्षकाहरूले त यहाँ पनि त असन्तुष्टि छन्, देशैभरि असन्तुष्टि छन्। अघि हिजो मात्र चाहिँ त्यो अमरेश कुमारको र गगन थापाकै निर्वाचनमा चाहिँ पैसाको खेलको कुरा पनि आयो। अडियो चाहिँ शेखर कोइरालाले हराउन लागेको भन्ने खालको अडियोहरू पनि आइसक्यो। यस कारणले त तिनीहरूलाई पनि त अप्ठ्यारो छ होला नि त। विशेष महाधिवेशनको पक्ष र विपक्षका चाहिँ मत अब त्यो किसिमको असन्तुष्टि निश्चय पनि काङ्ग्रेसभित्र छ। त्यसले कतिको प्रभाव पार्ला क्षेत्र नम्बर 1 मा 2 मा? अब क्षेत्र नम्बर 1 र 2 मा अब नयाँ उम्मेदवार हो काङ्ग्रेसले परीक्षणको रूपमा उभ्याएको। यसमा क्षेत्र नम्बर 2 मा 2 मा पनि हजुर होइन, अब भीम श्रेष्ठ पनि विद्यार्थी सङ्गठनबाट उडाएको युवा केटा हो। अब हिरा केसी नेकपा एमाले अब 1-2 चोटि परीक्षण गरेकै उम्मेदवार हो। ऊ पनि युवा नै, विद्यार्थी राजनीतिबाटै उडाएको केटा हो, युवा नेता हो। अब कृष्ण अधिकारी पनि अखिल छैठौँको राजनीतिबाटै राष्ट्रिय राजनीतिमा उडाएको व्यक्तित्व हुनुहुन्छ। अब राप्रपाले पनि दुईटै क्षेत्रमा चाहिँ युवा उठाएको छ, रासपाले पनि दुईटै क्षेत्रमा युवा नै उठाएको छ। अब पढेको योग्य अब काङ्ग्रेसलेको बलियो क्षेत्रको हिसाबले गर्दाखेरि कुनै बेला चाहिँ 1-2 नै काङ्ग्रेसकोले जितिरहेको अवस्था पनि थियो। अब चाहिँ अर्कोतिर चाहिँ अब यो नेकपा एमालेकोहरू पनि सङ्गठनको हिसाबले सबभन्दा बलियो शक्ति भनेर चाहिँ पनि भन्छन्। अब यो हुँदाखेरि यो दुईटा चाहिँ यस्तो खालको अवस्था हुँदाखेरि चाहिँ दुईटैको फेरि सम्भावना पनि छैन भन्छन्। जेएनजी आन्दोलनमा यिनीहरूको सरकारको कारणले गर्दाखेरि अब काङ्ग्रेसले आफ्नो मत रक्षा गर्न सक्छ कि सक्दैन, एमाले आफ्नो मत रक्षा गर्न सक्छ कि सक्दैन, नेकपा र राजमले आफ्नो मत रक्षा गर्न सक्छ कि सक्दैन होइन, त्यसमा पनि धेरै कुराहरू निर्भर छ। तर तपाईँले भने जस्तो त्रिपक्षीय भिडन्त हुने जस्तो देखिन्छ।
पहिलो शक्ति त काङ्ग्रेस नै अब हो, तपाईँको र मेरो यो छलफल पछाडि दोस्रो एमाले नै हो। पहिलो काङ्ग्रेसै हो। बागलुङमा 1 नम्बरमा पहिलो त काङ्ग्रेस नै हो सङ्गठनको हिसाबले कुरा गर्दा, होइन, जनाधारको हिसाबले, सङ्गठनको हिसाबले काङ्ग्रेस र एमाले, काङ्ग्रेस पहिलो नै हो, एमाले दोस्रो नै हो। तेस्रो चाहिँ को? तेस्रो चाहिँ तपाईँको राजमो र नेकपाको उम्मेदवार पहिलो हो। यो त पहिलोको आँकडा भयो, 79को आँकडा, त्योभन्दा अगाडिको आँकडा भयो। अहिलेको जुन परिस्थिति तपाईँले भनिराख्नु भएको छ, युवाको चाहना, अब घरै पछि अब यसरी भएन, अब फेर्नुपर्छ, परिस्थिति फेर्ने गरिकनै सरकारकै नेतृत्व फेर्ने गरिकनै अब हामीले चाहिँ परिवर्तनको लागि मतदान गर्नुपर्छ भन्ने किसिमको जे सङ्केत आएको छ, त्यसले चाहिँ त्यसको त्यो मत बढी कसले आकर्षित गर्न सक्छ, त्यसमा पनि नतिजा तलमाथि हुनसक्छ। बदर मतको बारेमा धेरै उम्मेदवार र पार्टीले अहिले चाहिँ बदर हुने चासो लिएको देखिन्छ। अहिले त बदर हुने सम्भावना चाहिँ अलिक कमै छ, त्यस्तो खालको चाहिँ छैन। बदर मतको सङ्ख्या छ, तपाईँले हेर्नुहोला। तर अहिले अब चाहिँ यो अहिले पनि मतदाता शिक्षा पुगेको छ। सँगसँगै 12,000 जना त अहिले नयाँ मात्र के अरे मतदाताहरू चाहिँ थपिएका छन्, तिनीहरूको सम्भावना कता होला? होइन, तपाईँले अहिले बदर मतको बारेमा मैले फेरि पनि भने, महिला स्वयंसेविकाहरू जो चाहिँ मतदाता शिक्षाको लागि निर्वाचन आयोगले खटाए, बागलुङमा खटाएको 2-3 जना म चाहिँ महिला स्वयंसेविकालाई सोझेँ मैले। नयाँ र पुराना पढे लेखेकाले पनि के भन्यो अरे भने स्वस्तिक छाप प्रयोग गर्ने होइन, राइट लाउने हो भन्यो अरे। कसैले 2टा मतपत्र हुन्छ भनेर पनि भन्न सकेन अरे, भने पनि मतदाता शिक्षा पुगेको छैन भन्ने कुरा देखिन्छ। त्यसले चाहिँ आफ्नो पार्टीको मतलाई सुरक्षित गर्न राजनीतिक उम्मेदवारले मतदाता शिक्षा पनि आवश्यक छ भन्ने 5-6% त बढर भइरहेको छ प्रत्येक पटक। अब यो चाहिँ यो 1 नम्बरको कुरा भयो। 2 नम्बरमा के होला जस्तो? 2 नम्बरमा चाहिँ कसको सम्भावना देखिन्छ? 2 नम्बर अब नेपाली काङ्ग्रेसबाट, त्यसपछि आएर नेकपा एमालेको र राजमो र मसालको नेकपाको संयुक्त साझा वाम उम्मेदवार, त्यसपछि रासपा, त्यसपछि राप्रपाले पनि युवा उम्मेदवार नै उठाएको छ। त्यसले गर्दाखेरि चाहिँ 2 नम्बरमा चाहिँ 1 नम्बरको जस्तो रासपाको पक्षमा कति छ त लहर? तपाईँले बुझ्नुभयो? हामीले त अब स्थानीय साथीहरूलाई सोद्धा, होइन, पत्रकार साथीहरूलाई सोद्धा, मतदातालाई सोद्धा, अब त्यहाँको अवस्था कस्तो छ भनेर हामीले चाहिँ अब अनुमान मात्रै लगाउन सक्छौँ। वास्तविकता त अब गर्दाखेरि चाहिँ कसको देखियो, कतातिर देखियो? त्यहाँ चाहिँ अब त्रिपक्षीय भिडन्त हुन्छ भन्छन् कसैले, जस्तै अब नेपाली काङ्ग्रेसको, रासपाको र गठबन्धनको। अब कतिपयले चाहिँ अब नेकपा एमाले, नेपाली काङ्ग्रेस र चाहिँ साझा वाम उम्मेदवारको बिचमा त्रिपक्षीय भिडन्त हुन्छ, प्रतिस्पर्धा हुन्छ र चाहिँ पोखराबाट, काठमाडौँबाट, भरतपुरबाट, बागलुङ बजारबाट, गुल्मीबाट जाने मतदाताले पनि निर्णायक भूमिका खेल्न सक्छ मतदाताले। ठिक छ, हामी अन्त्यतिर छौँ, अब यो अन्तिममा छौँ। अन्तिममा चाहिँ अब यो म पत्रकारलाई नै स्टुडियोमा बोलाइसकेपछि पत्रकारहरूको भूमिका निर्वाचनमा के रहन सक्छ छोटोमा 1 लाइनमा? पत्रकार पनि अब आशावादी हुने, कुनै उम्मेदवारप्रति निराश हुने, आकर्षित हुने, हरेक वस्तुगत परिस्थितिले हरेक मान्छेलाई प्रभाव पारेकै हुन्छ। पत्रकार त झन् सिधै दैनिक रूपमै यो क्षेत्रमा खटिएको हुनाले उसलाई प्रत्येक निर्वाचन र त्यसका गतिविधिले प्रभाव पार्छ। तर एउटा पत्रकारको चाहिँ इमान्दारिता के हुन्छ भन्दाखेरि आफूले जुन पार्टीलाई, जुन अब उम्मेदवारलाई भोट हाल्न मन लागे पनि उसले चाहिँ वस्तुगत र सही कुरा चाहिँ जनताको बिचमा लानुपर्ने हुन्छ। र अहिले हाम्रो बागलुङको पत्रकारितामा अझ हामीले चाहिँ खोजमूलक पत्रकारिता हामीले गर्न सकेका छैनौँ। उम्मेदवारको घर दैलोलाई मात्रै हामीले चाहिँ केन्द्रित गरेका छौँ, होइन। हिजो उम्मेदवारहरूले पुरा गर्न नसकेका बाचाका कुराहरू त हामीले मिडियामा ल्याएकै छैन। 48 सालदेखि 46 सालदेखि
जनतालाई जे कमिटमेन्ट गरिएको थियो 74 सालमा 79 सालका जे बाटा कबुल भएको थियो तपाईँ यही भन्नु बानपाकै हेर्नुहोस् न 14वटा वडामा हामीले चाहिँ पिच बाटो पुर्याउँछु भनेकै थियो अहिलेसम्म 14वटा वडामा त पिच बाटो छैन अब नगरपालिका भएकै यति वर्ष भइसक्यो होइन तपाईँको चाहिँ अब यत्रो ठिक छ हामी अन्त्यतिर छौँ हजुर अब मूल मुद्दा के छ भन्दाखेरि पत्रकारले चाहिँ कति वस्तुगत रूपमा भन्नको लागि ऊ पनि फिल्डमा खट्नुपर्छ जनताको तपाईँले भन्नुभयो नि गाउँघरको आवाज यस्तो छ अप्रत्यक्ष रूपमा सङ्केत यस्तो आइरहेछ भनेर त्यसको लागि चाहिँ पत्रकारले पनि वस्तुवादी भएर विश्लेषण गर्दाखेरि चाहिँ यो निर्वाचनले समाधान दिन्छ कि दिन्न हस् समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ